I love you. फुलको बुट चारे अरे नि त हस् मम्मी अर्को मा जाने बाँकी छ यस्तो राम्रो धारणा लिनुहुन्न आफूले माया दियो आफूले साथ सम्बन्धहरू चाहिँ A few moments later. नमस्ते वेलकम ब्याक टु माई युट्युब च्यानल आज चाहिँ हामी ह्याप्पी न्यु इयरको लागि चाहिँ यहाँ रेडी गर्दैछौँ अनि यो फ्राउन पुऱ्याउन लाग्दैछौँ अनि रोस्ट कहाँ छ भाउजू हेर्नुहोस् यहाँ ए देखा छ भाउजू देखेछ रोस्टी आज चाहिँ म यहाँ मम्मीहरू आउनुभएको छ भाउजू आउनुभएको छ अनि त्यहाँदेखि म यतै छु अनि यहाँ चाहिँ आज न्यु इयर दिदीहरूको तर्फबाट मनाइँदैछ खाइँदैछ अब यता म फ्राउन बनाउँछु यसरी म फ्राउन गर्छु यता नि आउनु फ्राउन अब फ्राउन मनपर्छ है भाउजू मनपर्छ मलाई चाहिँ फ्राउन बनाउनु भनेर दिदीले जिम्मा दिनुभएको छ है साथीहरू म यहाँ फ्राउन बनाउँदैछु अनि यहाँ फ्राउन बनाएर खाने भनेको त्यसरी फ्राउन बनाउनु पर्छ तपाईँको है मेरो हो जानु भयो एक क्लिक भयो Three, two. यो 2022 चाहिँ अनि शुभ हुनु हेल्दी हुनु स्वस्थ रहनु कुलपितृले रक्षा गर्नु 25 कोटी देवदेवताले रक्षा गर्नु अनि आइला बनाउनु भयो हामीले यस्तो ज्ञान अनि हामीलाई संसार देख्नु होइन यस्तो छोरी चाहिँ हुन्न हाम्रो समाजलाई त्यही हामीले साथ माया भइरहनेछ ह्याप्पी न्यु मामु आई लभ यु 5、6、7、走，右走，左走。 Three, two. ह्याप्पी न्यु इयर नयाँ वर्षको शुभकामना हिरालाई सधैँभरि मम्मी छोरी छोरालाई सँगै बसेर यसरी मनाउन पाऊँ होइन यो आमाजीलाई यो फुलको बुट चारे अरे नि त नयाँ वर्षको शुभकामना आशिष के भन्नु होला है सधैँ मेरो आमालाई अनि साह्रै के मलाई पनि चलाइदिनु दिदीका आई लभ यु मामु Thanks. ल केही जाओस् न त मलाई धेरै आयो है हस् मम्मी थ्याङ्क यू मम्मी जनाको ल ल के लगाउँछ आज चाहिँ नयाँ वर्षको यस्तो रमाइलो दिनमा चाहिँ हामी यहाँ दिदीहरूको घरको छतबाट चाहिँ यो हामीले चाहिँ यो दृश्यहरू देखाइरहेको छौँ यस्तो राम्रो छ दृश्य त्यही सँगसँगै मेरो ब्युटिफुल म अनि त्यहाँदेखि दिदी हुनुहुन्छ यहाँ चाहिँ होइन यस्तो राम्रो कि भाउजू पनि आउनुहोस् यस्तो राम्रो एवान यहाँबाट चाहिँ दृश्यहरू देखिन्छ अझ माथि छतमा जाने बाँकी छ यस्तो राम्रो देखिन्छ होइन अनि सधैँभरि नयाँ वर्षले सुखी खुसी दिउन्
मान्छेलाई सन्तुष्ट सान्त्वना भनेको चाहिँ आफूले आफूलाई दिने हो होइन। ल अब केही छ हजुरहरूलाई भन्न नयाँ वर्षको लागि? हाम्रो सबैभन्दा सानी बहिनीले यस्तो के अरे भिडियो खिचेर हाम्रो है के अरे नत्र त हामीलाई त आउँदैन, यहाँ बोल्न पनि आउँदैन हामी त। अनि यस्तो पाहाडमा बसेको हामी त कान्छी छोरी भनेको कान्छी छोरी है, कान्छी छोरीको चाहिँ युट्युबमा सबैजनाले हेरिदिनु, लाइक गरिदिनु, कमेन्ट गरिदिनु होइन, सब्सक्राइब गरिदिनु होइन। आमाले हाम्रो आमा सधैँभरि आमा भन्न पाउँ ल, आमा हाम्रो आमा भन्नु पाउँ सधैँ, यसरी नै हामी गर्न पाऊँ। कान्छी बहिनीले चाहिँ जहिले पनि यसरी नै फोटो खिच्नु हाम्रो। हस् हस् कान्छी बहिनीको खुसी हाम्रो खुसी, ओके खुसी भयो भने हामी खुसी हुन्छौँ नि आमा। सबभन्दा पेट पुग्छ नि रे आमाको पेट पुग्छ नि। म जहिले पनि हजुरहरूको अगाडि हुन पाऊँ अनि बहिनी भएर सधैँभरि हजुरहरूलाई मैले खुसी दिन नसके पनि जहिले पनि एउटा आमाको रूपमा छु, दिदी भइदिनु होला सधैँभरि र दिनु भइदिनु पनि भएको छ आजसम्म होइन। खुसी नै छु म दिदीहरूबाट। अनि सधैँभरि चाहिँ आमाको ठाउँमा दिदीहरूलाई मैले राखेको हुन्छु, बाउको ठाउँमा भिनाजुलाई। अनि त्यहाँदेखि त्यस पछाडि जहिले पनि हाम्रो माइतमा जाँदाखेरि चाहिँ आमा बाउको ठाउँमा दाइ भाउजूलाई सोचिन्छ होइन। त्यो साथ सपोर्ट चाहिँ कहिले पनि हाम्रो नहटोस् होइन। जति कहिलेकाहीँ यसो हुन्छ त्यो त्यसलाई सामान्य लिनुपर्छ। हाम्रो मेरो दाइ भाउजू मेरो दिदीहरू भनेको चाहिँ मेरो एकदमै मेरो आमा बुवा समानको हो। ल आउनुहोस् अब तपाईँको पालो। ल भाउजू आउनुहोस् यता। लेट्स सी विथ मदर एन्ड के अरे सिस्टर इन यस्तो हाँस्ने खुस्ने एकछिन आमा भन्छौँ रे, तर कतिसौँ वर्ष 20औँ वर्ष भयो हाम्रो सानो भाउजूले गर्दाखेरि यहाँसम्म आमालाई हामीले आमा भन्न पाएको छौँ। बोकी उपचार पुऱ्याउनुहुन्छ हाम्रो। हेर्दा सानो भाउजू भन्छौँ, हाम्रो उमेरले सानो, व्यवहारले हामीभन्दा ठुलो हाम्रो भाउजू साथमा भएर हाम्रो आमा भन्न पाएको छौँ। माइती घर यति उजेको छ रामकुमारी भाउजू हुनाले होइन। एकदमै। अनि छोराहरू पनि जे भए पनि ठाउँ ठाउँमा पुगेको छ। अब सानो भदाको छ ठाउँमा पुगोस् त्यो पनि है। रवि पनि अब भाउजूले नै होइन त्यो छेउमा त्यो क्षेत्र पुऱ्याइसक्नुभयो, उहाँकै योगदान हो। अनि अब जेस एउटा मान्छे राम्रो हुनाले त्यो घर यति सुन्दर हुन्छ। एउटा मात्रै मान्छे नराम्रो भयो भने त्यो घर यति कङ्गार हुँदो रहेछ। हामीले त्यो भोग्दै पनि आयौँ। अब दुइटै कुरा हामीले भोग्यौँ होइन आमा। मेरो आमा यस्तो हाम्रो आमा हड्डी र नसा मात्रै भए पनि हामीलाई आशीर्वाद दिइरहनु पाइरहेछौँ। हामी भाग्यमानी छौँ। अझै हाम्रो पनि बुवा आजसम्म भने मिस गर्छु बुवालाई धेरै धेरै। हाम्रो बुवा धेरै सोझो हो हाम्रो बुवा। के गर्नु है उमेर के भन्छ अझै पनि बुवा आमा दुईजनै हुँदा मलाई त अझ के अरे पहिले हराउनु साथमा हुँदा मतलब हुँदो रहेछ। साथ बाहिर गएपछि कस्तो याद हुँदो रहेछ धेरै। बुवा कसैको बुवा आमासँगै हिँडेको बोलेको देख्यो भने मलाई डाहा लाग्छ। पहिले बरु मतलब हुन्थेन दुईजना। अनि आमालाई म आमासँग बाँच्थेँ होइन, झगडा गर्थेँ। अहिले त बुवा नहुँदा मलाई आमाको धेरै चित्त दुख्छ होला लाग्छ। मलाई कस्तो नराम्रो बोल्न पनि सक्दिनँ। अहिले त म त आमा बच्चा जस्तो लाग्छ है। बुवा भनेको त्यस्तो हुँदो रहेछ क्या मान्छे आमाको होइन। आमा बुवा भनेको भन्न सक्दैन कस्तो लाग्छ। अनि बुवालाई अझ मिस गर्छु। यहीँबाट हाम्रो बुवा आशीर्वाद दिइरहनु सधैँभरि। जहाँ जसुकै ठाउँमा भए पनि हाम्रो बुवा सुखले भइरहनु उहाँको होइन। हाम्रो बुवालाई हामी धेरै धेरै मिस गर्छौँ। आशीर्वाद दिनुहोस् हाम्रो बुवाले पनि जहाँ भए पनि। हाम्रो आमालाई हामीले यहाँ सँगै राख्छौँ। आशीर्वाद दिनु, हाम्रो साथमा धेरै बस्नु भनेर आशीर्वाद दिनु बुवा। हामी धेरै धेरै सम्झिरहेछौँ होइन। हाम्रो बुवाले अब कुलमै जानुभएको छ। एकदम सोझो सिधा तरिकाले नै बस्नुभएको हाम्रो बुवा। आमालाई अब हामीलाई धेरै
आशीर्वाद दिएर हाम्रो आमा भन्नुपर्छ म मेरो प्रोग्राम बुझिसकेको छ यहाँ हात देउनु त देनै हात देउनु तपाईँले दाइदिने दाइदिने है मेरो दिदी भेनालाई ह्याप्पी न्यु इयर Thank you. अनि सधैँ यसरी नै दुईजनाको सम्बन्ध सुमधुर भइरहोस् कहिल्यै पनि यो हातहरू नछुट्योस् साथ नछुट्योस् यसरी नै सधैँभरि दिदी भेनाको सम्बन्धहरू चाहिँ प्रगाढ होस् कहिले पनि आँखामा आँसु देख्न नपरोस् दरार नआओस् र भगवान्ले सबैभन्दा पनि कहिले पनि भगवान्ले नराम्रो चाहिँ दिनहरू नल्याइदियोस् अनि कहिले पनि दिएर खानु पुगोस् मागेर खानु कहिले नपरोस् त्यो दिनहरू कहिले पनि सिर्जना नहोस् अनि हामीले गर्नुभएको माया बाउले दिने साथ सपोर्ट दिनुभएको छ त्यसको लागि चाहिँ सबैभन्दा चाहिँ धेरै 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 भित्रै हृदयदेखि हामीले धेरै प्राउड फिल गर्छौँ देखाउनु त मिल्दैन होइन कहिले गल्ती गर्छौँ छोराछोरी हो बाबुआमाले त कति कुराहरू सहेको हुन्छ त्यसरी नै हामीले पनि गरेको छौँ ह्याप्पी न्यु इयर सेम टु यु कान्छी कान्छी थ्याङ्क यू कान्छीको प्रगतिको कामना हस् आमा तपाईँ मात्रै हो जसले फोन गर्ने बित्तिकै के छ बाबु भन्दै सोध्नुहुन्छ नै त मान्छेहरू यहाँ हाल खबरभन्दा पहिले औकात सोध्ने गर्छन् आमा तपाईँ मात्रै हो जसले फोन गर्ने बित्तिकै के छ बाबु भन्दै सोध्नुहुन्छ नै त मान्छेहरू यहाँ हाल खबरभन्दा पहिले औकात सोध्ने गर्छन् ठुलो मन पनि आउनु है आमा तपाईँ मात्रै हो जसले फोन गर्ने बित्तिकै के छ बाबु भन्दै सोध्नुहुन्छ नै त मान्छेहरू यहाँ हाल खबरभन्दा पहिले औकात सोध्ने गर्छन् आमा तपाईँ सुक्रेम खाने होला नि खाने भाइ खा अहिले चाहिँ यस्तो राम्रो दृश्य देखेको छ साँझको बेला चाहिँ यति राम्रो छ यहाँ चाहिँ फुलै फुल छ यहाँ फुलै फुलले सजिएको छ दिदी भेनाको घरमा चाहिँ यस्तो फुलै फुल छ मैले अघि अलिकति चुडाले त्यसको लागि क्षमा प्रार्थी चाहन्छु क्षमा प्रार्थी अनि यहाँ फुलै फुल छ जब मान्छेले नि यो फुल जस्तै फुल्नुपर्छ अनि जुन अहिले आएको छैन जुन जस्तै झुल्नुपर्छ अरे यो फुल जस्तै फुल्नुपर्छ जहाँ पनि फुल्न सक्नुपर्छ अरे भिडमा पनि पाखामा पनि जस्तो भनेपछि अब यो गमला पनि फुलेको छ यसरी नै फुल्न कोसिस गर्नुपर्छ नेगेटिभबाट भाइस भएर हट्नुपर्छ मान्छे आफू मात्रै स्वार्थीपन हुनु हुँदैन आफूलाई मात्रै माया गरोस् आफूलाई मात्रै चाहिँ राम्रो गरोस् आफू मात्रै सक्षम बनौँ आफू मात्रै चाहिँ जिन्दगीमा चाहिँ मेरै मात्रै भलो होस् मलाई मात्रै चाहिँ राम्रो गरोस् भन्ने चाहिँ कहिले पनि मान्छेले धारणा लिनुहुन्न आफूले माया दियो आफूले साथ सपोर्ट दियो भने अनि कुनै बेला चाहिँ जुन वृद्ध भएको बेला अथवा जुने नसक्दा अशक्तको बेला चाहिँ अनि भगवान् मात्रै कि त मान्छे नै भगवान्को रूपमा भएर उठेर आउनुहुन्छ त्यसैले चाहिँ माया साथ सपोर्ट भनेको कहिले पनि खेर जाँदैन है त अनि आज चाहिँ सबैजना मेरो युट्युब फ्यामिलीहरूलाई चाहिँ ह्याप्पी न्यु इयर भन्न चाहन्छु लेट्स सी फुलहरू यस्तो राम्रो फुलेको छ मेरो दिदीले नाकामा यसरी देखिन्छ अनि यस्तो देखिएको छ फुलहरू यस्तो राम्रो छ यो फुल जस्तो फुल्न जान्नुपर्छ अरे जुन जस्तो झुल्न जान्नुपर्छ अरे घाम जस्तो सबैलाई चाहिँ तातो चिसो दिन सक्नुपर्छ अरे अनि मात्रै साथ माया सपोर्ट खोज्ने एक्लौटी माया र साथले जिन्दगी कहिले पनि चल्दैन त्यसैले नि जहिले पनि अरूलाई पनि साथ सपोर्ट गर्ने गरौँ अर्काको मात्रै कुबलो अर्काको मात्रै खण्डन अर्काको मात्रै व्याख्या अनि चाहिने बेलामा चाहिँ कसैको नगर्ने अनि त्यस पछाडि दिनहरू जुन नराम्रो कालो दिन आउँछ अनि मात्रै सम्झिने उसलाई होइन जुन दिन चाहिँ सुखको दिन सम्झिने अरूलाई सुखको दिन सम्झ्यो भने अनि दुःखको दिन आफूलाई साथ दिन्छन् दुःखको दिन आफूलाई साथ दियो भने आफूलाई सुखको दिन सम्झिन्छन् तर सुखको दिन चाहिँ उसलाई गलत हत्ताउने उनलाई चाहिँ दुनियाँ दुःख दिने अनि दुःखको दिन मात्रै साथ सपोर्ट चाहिने स्वार्थ ती भावहरूलाई चाहिँ निस्वार्थमा परिणत कसरी गर्ने भन्दा चाहिँ जहिले पनि मानवीय हिसाबले मानवता बन्न सिकौँ हस् यस्तो राम्रो फुल छ थोरै मैले केही देखाएको छु तलतिर त कति धेरै छ झन् यहाँ फुले फुल छ यहाँ माथि मन्दिर छ तल छ फुले फुल यसरी यो मुनि छठ मुनि फुले फुल छ अब म तल दिदीकोमा जाँदैछु यहाँ तल
ए फुलै फुल छ ए यस्तो फुलै फुल हुन्छ अब खै माथि आउनु भएन तपाईँ हामी त भिडियो बनायौँ म त पूजा गर्दै हुन्छ क्या भनेर बोलाइन कस्तो भइरहेछ ह्याप्पी न्यु इयर बबाल अनि यता छोरा के भइरहेछ त होइन दाजु बिरामी भनेर चाहिँ ए, दाजु बिरामी भएर चाहिँ अलिकति स्याट मोड आयो खबर दुःख लाग्यो अब एक्लै अनि यता दिदी हुनुहुन्छ नानु यता मेरो भिनाजु यता खाली हुनुहुन्छ गम्की गम्की अनि बच्यो अनि यता भ्लगमा मेरो जेठी भाउजू ठुली दिदी अनि यता माइली दिदी हुनुहुन्छ त्यहाँ दाजु हुनुहुन्छ दाजु बिरामी भएको खबरले चाहिँ दुःख लागिरहेछ यहाँ हामी ग्रुपमा बोलिरहेछौँ ठुलो दिदी पनि बिरामी ठुली दिदी पनि बिरामी सही रहेछ भनेको ल नाति बजेको यहाँ भिडियो सुट हुँदैछ क्या दिदी वाह